नुन सबैजनालाई आज पनि भिडियोको सुरुवात भइसकेको छ तर आफ्टरनुनबाट यति ढिलो 2 बजिसक्यो भर्खरै भिडियो स्टार्ट गर्दैछु किनभने आज चाहिँ हामीहरू कतै घुम्न निस्किँदैछौँ फेरि सबैजना भएर यता आमा पनि आइसक्नु भएको छ बिहान आउनुभएको मेरो आमा र हामी चाहिँ अब निस्किएको कहाँ जान्छौँ भन्ने कुरा अगाडि हजुरलाई भिडियोमा भनिराख्छु मेरो भिडियो पुरै हेरिदिनु होला के भन्दैछ हामीहरू यस प्रकारको अटोमा बसेर कहिले कहिले यस्तो दुःख पनि गर्न भन्दाखेरि थाहा हुन्छ नि कस्तो हुन्छ मात्रै स्कुटीमा सुरु गयो टाढा टाढा बसमा हिँड्यो कि ट्रेनमा हिँड्यो खालको हिँडाइको त अनुभव चाहिँ नहुने कसरी बस्नुभएको हामीहरू सानोमा यस्तोमा बस्दैथ्यौँ कि पछाडि डिक्कीमा बस्नु यहाँ यो डिक्कीमा दुईजनाको त्यहाँ हुन्थ्यो दुर्गा पूजामा बाबाले घुम्न लिएर जानुहुन्छ हामीहरूलाई यस्तै अटो हुन्छ हाम्रो उतातिर चाहिँ ठुला ठुला अटो गाडी खुद्रेको जमानामा थिएनन् पनि अनि यस्तै अटो रिजर्भ गर्नुहुन्थ्यो त्यहाँबाट अब साथीहरू हाम्रो अब बाबा आमा अनि त्यहाँबाट मेरा साथीहरू हुन्थ्यो सबै भाइहरू सबैले थियो ठुलो भाइको साथीले मेरो साथी एउटै त हुन्थ्यो अनि त्यहाँबाट बाबाले हामी दुईटा केटाकेटी जाँदाखेरि म र मेरो साथी डिक्कीमा आउँदाखेरि मेरो भाइको साथी र मेरो भाइ डिक्कीमा त्यसरी हामीहरू आउँथ्यौँ जान्थ्यौँ कि दुर्गा पूजा घुम्नलाई त्यस्तो त्यस्तो दिनहरू याद आउँछ यस्तो रमाइलो चाहिँ सबैभन्दा अघि पनि उही चाहिँ अनि उही काखामा बसिछु फेरि हो सम्पत्ति दिदीलाई काखामा राख न दिनु बस्नु दिदी चट्नी भन्थे आज बिहानको चट्नी चाहिँ पुगिसकेका छन् यहाँ चाहिँ स्टलहरू लागेको छ उनीहरू पहिले गएर लाइन लागेर केही छैन आएको छ एक प्रकारले नोट मतलब यो डिस अनि त्यो 3D हो अब यिनीहरू के हेर्ने हो यहाँ 3 महिना डिस्कस गर्दैछन् केटाकेटी घुम्न लिएर आएको केटाकेटीको इच्छा अनुसार गर्दैन कन्ट्रीमा यत्रो ठुलो डाइनोसोर्स लागेको छ अब यिनीहरूको फोटोसुट सुरु भयो उता मम्मी उभिराख्नु भएको छ मेरो छोरो चाहिँ पढ्न गएको टिकट त लिएँ कि तर मलाई चाहिँ यहाँको टिकटको केही मेलो बुझिनँ हो के हो 35 रुपियाँ गरेर टिकट लिएँ एउटा त्यो चाहिँ हामीलाई खालि बाहिर घुम्नको लागि मात्रै अरे होइन त्यहाँबाट अरू अलग अलग हामीलाई के 3D सो हेर्न तारामण्डल हेर्न कुनै के लागेको छ त्यहाँ त्यो सबैको चाहिँ अलग अलग रहेछ कोही 20 रुपियाँ कोही 10 रुपियाँ त्यस्तै गरेर 30 रुपियाँ 3D को चाहिँ 30 रुपियाँ अब ऊ दिदी बहिनीको चाहिँ अब उनीहरूकै लागि हो अब